चाहिँ स्कटिस गभर्नमेन्टको लागि चाहिँ क्लाइमेट चेन्ज एडाप्टेसन पोलिसीको एडभाइजर पनि हुनुहुन्छ। नेपालमा चुरे कन्जर्भेसन इनिसिएटिभमा काम गरिरहनु भएको छ। फ्लड मिटिगेसन जस्ता कुराहरूमा चाहिँ उहाँ विज्ञको रूपमा चाहिँ हुनुहुन्छ र उहाँसँगको कुराकानी आजको यस एपिसोडमा विशेष रूपमा तपाईँले सुन्न सक्नुहुन्छ र उहाँले गर्नुभएको कामहरू, उहाँले जुन कसरी कामहरूलाई अगाडि बढाइरहनु भएको छ, के कामहरू गरिरहनु भएको छ, त्यसको महत्त्व के छ भन्ने कुरामा हामीले कुराकानी गर्नेछौँ आजको यस बसाइमा। र यो स्वरलाई तपाईँको रेडियो सेटसम्म पुर्याइरहनु भएको छ कृष्ण हरि हुनुहुन्छ र म आजको गेस्टलाई कार्यक्रममा निम्ताउँछु। सुहनजी, कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर नमस्कार। आरामै हुनुहुन्छ? हजुर एकदम आराम छु। र अहिले युकेमा बस्न थालेको कति वर्ष भयो? म 2006 देखि बस्न थालेको भनेपछि 6-7 वर्ष। र 7 वर्षमै गभर्नमेन्टको चाहिँ एडभाइजरको रूपमा पुग्नु कसरी त्यो मौका मिल्यो या केले चाहिँ फेभर गर्यो? त्यसलाई चाहिँ अब मेरो एउटा ब्याकग्राउन्ड भनेको चाहिँ अब नेपालमा पनि म चाहिँ वाटर रिसोर्सेस र इरिगेसन विशेष गरी मा चाहिँ 6-7 वर्ष चाहिँ काम गरेर गएको हो। र सँगसँगै मेरो चाहिँ नै अब जस्तो एजुकेसन ब्याकग्राउन्ड पनि वाटर रिसोर्सेस। कहाँ जन्मिनु भयो? घर मेरो जन्मस्थल चाहिँ सङ्खुवासभा खाँदबारी, एउटा दुर्गम जिल्ला। एसएलसीसम्मको पढाइ? एसएलसीसम्मको पढाइ मैले स्थानीय स्कुलमै गरेको हो। हजुर, खाँदबारीमै गरेको हो। त्यस पछाडिको? त्यस पछाडि म चाहिँ नै यो इन्स्टिट्युट अफ इन्जिनियरिङमा सर्टिफिकेट गर्नलाई चाहिँ नि पुल्चोक क्याम्पसमा अध्ययन गरेँ। त्यसपछि मैले सँगसँगै त्यहीँबाट चाहिँ ब्याचलर्स डिग्री इन सिभिल इन्जिनियरिङ पनि गरेँ। पहिला ब्याचलर इन्जिनियरिङ गर्नुभयो, सिभिल इन्जिनियर भएर फेरि पछाडि चाहिँ फेरि वाटर रिसोर्स म्यानेजमेन्टतिर लाग्नुभयो? हजुर, त्यो चाहिँ एउटा सिभिल इन्जिनियरिङको एउटा ब्रान्च पनि हो होइन, वाटर रिसोर्सेस भन्ने चाहिँ नि एउटा ब्रान्च पनि हो। र चाहिँ नि मैले 1998मा सुरु गरेर 2000मा चाहिँ नै यो वाटर रिसोर्सेस इन्जिनियरिङ मा पनि इरिगेसन इन्जिनियरिङमा थाइल्यान्डको एआइटीबाट चाहिँ नि मास्टर्स गरेँ। त्यस पछाडि पिएचडी। त्यसपछि अनि मैले जापानको चाहिँ यो मोमोसो स्कलरसिप, गभर्मेन्टको स्कलरसिपबाट चाहिँ पिएचडी गर्ने मौका पाएँ। त्यसमा चाहिँ नै मैले आफ्नो अध्ययन क्षेत्र चाहिँ नेपाललाई नै बनाएँ, जुन चाहिँ चुरे क्षेत्र चाहिँ मेरो अध्ययन क्षेत्र पनि। त्यति बेला पिएचडीको अध्ययन क्षेत्र नै तपाईँको? हजुर 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 हजुर। त्यति बेलादेखिको चुरे अहिलेसम्म छुटेको छैन? छुटेको छैन। र त्यस पछाडि नेपाल गभर्नमेन्टको लागि काम गर्नुभयो? हजुर, म त्यति जेलसम्म नेपाल गभर्नमेन्टकै लागि डिपार्टमेन्ट अफ इरिगेसनमा मैले करिब 6-7 वर्ष काम गरेँ। के भयो, यहाँको फ्रस्ट्रेसन भयो के भएर चाहिँ फेरि बाहिर जानु मन लाग्यो? फ्रस्ट्रेसन भन्नाले त्यो फ्रस्ट्रेसन वर्ड त म युज गर्न चाहन्न, तर चाहिँ नि अब इन सर्च अफ बेटर अपर्च्युनिटिज भन्छ नि होइन, त्यही सिलसिलामा हो वास्तवमा होइन। मेरो एक्सपर्टिज नेपाल गभर्मेन्टलाई पनि मैले भनौँ नेपालको लागि पनि दिएँ र जहाँ गए पनि अब भनौँ न आफ्नो मातृभूमि नेपाललाई चाहिँ कन्ट्रिब्युसन गर्न सकिन्छ भन्ने एउटा अहिलेको होइन परिस्थितिमा चाहिँ नि त्यो मोटिभेसन त्यो पनि छँदैछ होइन। त्यो हिसाबले चाहिँ नि बेटर अपर्च्युनिटी नै भनौँ अहिले। ओके, बेटर अपर्च्युनिटीको लागि चाहिँ के जानुभयो? यस यस यस। ओके, त्यहाँ गइसके पछाडि चाहिँ आफ्नो एक्सपर्टिजहरूलाई चाहिँ कसरी युज गर्न थाल्नुभयो? अब त्यहाँ चाहिँ मेरो एक्सपर्टिज भनेको चाहिँ नि एउटा वाटर रिसोर्सेस भएको हुनाले र यो चाहिँ वाटर रिसोर्सेस भन्ने चाहिँ इन्भाइरोमेन्ट एज ए होल इन्भाइरोमेन्ट क्लाइमेटसँग चाहिँ एकदमै होइन इन्टिमेट चाहिँ नि अब रिलेटेड भएको हुनाले मेरो विगतको चाहिँ काम गराएको अनुभव सँगसँगै एउटा चाहिँ नि एजुकेसन ब्याकग्राउन्ड यी सबैले गर्दाखेरि चाहिँ मैले सुरुका दिनहरूमा चाहिँ नि एउटा भनौँ न इन्भाइरोमेन्टल कन्सल्ट्यान्टको रूपमा विभिन्न चाहिँ कन्सल्ट्यान्ट कम्पनीहरूमा काम गरेँ। अब तिनीहरूको काम भनेको चाहिँ जस्तो लोकल गभर्मेन्टदेखि लिएर नेसनल गभर्मेन्टदेखि लिएर अरू प्राइभेट चाहिँ डेभलपरहरूलाई चाहिँ नि एडभाइस गर्ने र कन्सल्टेन्सी सर्भिसहरू दिने त्यो हिसाबमा चाहिँ मैले सुरु गरेँ र चाहिँ नि बस्दै गर्दा एउटा अनुभव बटुलियो भनौँ न होइन। अनि त्यसकै आधारमा चाहिँ एउटा अपर्च्युनिटी भयो भनौँ न होइन, स्कटिस गभर्मेन्टको उसमा चाहिँ नि काम गर्नको लागि एडभाइजरको। जस्तो यो क्लाइमेट चेन्ज अलिक भेग सब्जेक्ट भन्छन् प्रायःले होइन, र कतिले के पनि भन्छन् भने यो नचाहिने कुरामा हुम फैलाएको पनि भन्ने चलन छ। खासमा यो क्लाइमेट चेन्ज के हो साधारण तरिकाले? वास्तवमा एक हिसाबले भन्यो भने सही पनि हो जस्तो लाग्छ मलाई होइन।
अब क्लाइमेट चेन्जले अब हुने बित्तिकै अब हरेक कुरामा क्लाइमेट चेन्जको चाहिँ इस्यु चाहिँ अब आइरहेकै छ होइन नेसनल इन्टरेस्टले एक्ज्याक्टली होइन एक्ज्याक्टली त्यो भएकोले एउटा वर्ल्ड वाइड ग्लोबल रूपमा एउटा पोलिटिकल एउटा एजेन्डा पनि भएको छ अहिले त झन् होइन अब तर म चाहिँ के हिसाबले हेर्न चाहन्छु भन्दाखेरि अब क्लाइमेट चेन्जलाई चाहिँ नि आफ्नो वस्तुगत परिस्थिति अनुसार चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ मलाई होइन जस्तो इक्जाम्पलको रूपमा अब डेभलप कन्ट्रीहरूमा चाहिँ नि एउटा क्लाइमेट चेन्जलाई हेर्ने दृष्टिकोण एक प्रकारको छ भने अब डेभलपिङ कन्ट्री हाम्रो नेपालमा चाहिँ हेर्नुपर्ने दृष्टिकोण अर्को किसिमको हुनसक्छ यसलाई चाहिँ म के हिसाबले चाहिँ हेर्छु भने जस्तो क्लाइमेट चेन्ज भन्ने कुरो चाहिँ जस्तो आजको भोलि देखिने चिज चाहिँ होइन है इट टेक्स टाइम होइन अब मेबी डिकेड्स अथवा चाहिँ सेन्चुरी होइन कपाल अफ 100 इयर्स त्यो हिसाबको ग्रेजुअल चेन्ज हो तर साइन्टिस्टहरूको एउटा चाहिँ के छ भने एउटा यस्तो पोइन्ट आउँछ त्यहाँ चाहिँ नि त्यो पोइन्टमा पुगेपछि एउटा चाहिँ ड्रास्टिक क्याटास्ट्रोफिक एउटा चेन्ज हुन्छ भन्ने एउटा चाहिँ थ्योरी छ होइन अब क्लाइमेट चेन्ज भनेको यति अनसर्टेन्टी छ यसमा होइन चाहिँ के हुन्छ भन्ने कुरामा चाहिँ जस्तो अहिले आइपिसिसी भन्छ एउटा रिपोर्ट अहिले भर्खरै चाहिँ नि लेटेस्ट रिपोर्ट अहिले आएको छ त्यसमा पनि यिनै कुराहरू छ कि कुनै चाहिँ अब जस्तो चाहिँ इट इज लाइकली अथवा हाइली लाइकली होइन इट इज नट लाइकली भन्ने क्याटेगोराइज गराएको छ कि त्यो भन्नु मतलब त्यहाँ चाहिँ यही नै हुन्छ भनेर नोबडी होइन कुड से द्याट होइन त्यो खालको हो र चाहिँ तर एउटा फ्याक्ट चाहिँ के छ भने क्लाइमेट चेन्ज इज अब हामीले चाहिँ थुप्रै चाहिँ इन्टरनेसनल एक्सपर्टिजहरू साइन्टिस्टहरूले चाहिँ एउटा बसेर अध्ययन गरेर निकालेको चिज त मान्नु पर्यो अनलेस हामीसँग अरू एभिडेन्स नभएसम्म मान्नु पर्यो तर उहाँहरूको एउटा कन्क्लुजन चाहिँ के छ भने क्लाइमेट चेन्ज चाहिँ इज रियल होइन र अहिलेको त्यो आइपिसीको रिपोर्टले चाहिँ अहिले के भन्छ भने न्युजहरूमा पनि आएको थियो यो चाहिँ साइन्टिस्ट आर सर्टेन मोर देन 95% सर्टेन द्याट क्लाइमेट चेन्ज इज ड्यू टु द इम्प्याक्ट्स अफ ह्युमन एक्टिभिटिज भनेर आएको छ है क्लाइमेट चेन्ज हुन्छ र चाहिँ ह्युमनको एक्टिभिटीले गर्दा भएको हो भनेको न दे आर अलमोस्ट स्योर होइन भन्ने चाहिँ रिपोर्ट आएको भनेपछि ह्युमन एक्टिभिटिजहरूलाई चाहिँ तर चाहिँ क्लाइमेट चेन्ज पनि कन्ट्रोल हुँदै जान्छ एक्ज्याक्टली त्यो खालको चाहिँ उहाँहरूको रिपोर्ट छ होइन तर अहिले यो दसैँमा पानी आयो यो पनि क्लाइमेट चेन्ज त्यो एक्ज्याक्टली अब हामीले त्यो जस्तो चाहिँ नेपालकै केसमा कुरा गर्दाखेरि चाहिँ भर्खरै मनसुनमा चाहिँ जुन पश्चिममा पनि बाढी आयो होइन चाहिँ इन्डियाको चाहिँ उत्तराखण्ड त्यहाँ पनि बाढी आयो अब र चाहिँ हामीलाई मनसुनका चाहिँ यस्ता खालका चाहिँ एकदम भीषण चाहिँ वर्षा र बाढी भइ नै रहेछन् अब चाहिँ सामुद्रिक आँधीहरू सुनामीहरू पनि भइरहेछन् अब यी कुराहरूलाई चाहिँ नि क्लाइमेट चेन्जको चाहिँ इम्प्याक्ट भनेर चाहिँ एउटा आउँछ तर चाहिँ नि सबै चाहिँ नि चिजहरू त्यसकै इम्प्याक्टले मात्रै हो भन्न चाहिँ सकिँदैन होइन एउटा चाहिँ लङ चाहिँ यो एटमोस्फियरिक एउटा उसमा चाहिँ नि एउटा साइकलको रूपमा एउटा नेचुरल फेनोमिनामा पनि कुराहरू पर्छ तर यसको लागि चाहिँ अलिक बढी उयो हो अध्ययन अनुसन्धानै चाहिन्छ ओके र कुराकानीलाई हामीले अगाडि बढाउँदै जानेछौँ र कार्यक्रममा तपाईँको सक्रिय सहभागिताको लागि एसएमएस क्विज क्वेसन त्यसको सही उत्तर पनि हामीले राख्ने गरेका छौँ र एउटा गीत पनि सुनाउने गरेका छौँ अहिले भने हामी लाग्छौँ एउटा साङ्गीतिक विश्राम तर्फ र त्यस पछाडि फेरि आउनेछौँ आज हाम्रो साथमा हुनुहुन्छ डाक्टर सोहम घिमिरे हुनुहुन्छ र उहाँसँगको यो कुराकानी अबको बाँकी भागमा तपाईँले सुन्न सक्नुहुन्छ अहिले पनि यो साङ्गीतिक विश्राम वाइल्ड लाइफ कन्जर्भेसन नेपाल र टाइम्स एफएम 90.6 मेगाहर्ट्जको संयुक्त प्रस्तुति यो हो कार्यक्रम फुटप्रिन्ट वाइल्ड लाइफ कन्जर्भेसन नेपाल अनि टाइम्स एफएम 90.6 मेगाहर्ट्ज संयुक्त प्रयासमा कार्यक्रम फुटप्रिन्ट्स तपाईँले सुन्दै हुनुहुन्छ र फुटप्रिन्ट्समा आज हाम्रो साथमा हुनुहुन्छ डाक्टर सोहम घिमिरे उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ उहाँको एक्सपर्टिजको बारेमा हामीले कुरा गरिरहेका छौँ जस्तो क्लाइमेट चेन्जको बारेमा हामीले कुरा गरिरहेका थियौँ अघि पनि र जस्तो सरकारले चाहिँ तपाईँ युकेमा काम गर्नुहुन्छ त्यहाँको गभर्मेन्टले चाहिँ क्लाइमेट चेन्जमा कसरी काम गरिरहेको छ अब त्यहाँको गभर्मेन्टले चाहिँ क्लाइमेट चेन्जमा चाहिँ धेरै किसिमका चाहिँहरू एक्टिभिटीहरूमा चाहिँ फन्डेड प्रोग्रामहरू चलाएको छ अब उनीहरूको चाहिँ मेन फोकस भनेको चाहिँ दुईवटा साइडमा छ एउटा चाहिँ नि साइन्टिफिक स्टडी होइन साइन्टिफिक स्टडी चाहिँ अब बेसिक चाहिँ त्यो चाहिँ इभिडेन्स बेस चाहिँ भनौँ न डेटा इन्फर्मेसनहरू गर्ने र त्यसमा चाहिँ नि विभिन्न युनिभर्सिटीहरूदेखि लिएर अरू रिसर्च इन्स्टिट्युटहरूलाई चाहिँ नि भनौँ न होइन कोलाबोरेसन गर्ने
एउटा त्यो साइन्स डेभलपमेन्ट पार्ट भयो होइन। अनि अर्को कुरा चाहिँ मोनिटरिङहरू गर्ने, मोनिटरिङ अब त्यसको लागि त विभिन्न टाइपको मोनिटरिङ चाहिन्छ, नेटवर्कहरू डेभलप गर्नुपर्छ, त्यो गर्ने एउटा पार्ट त्यो भयो। मोनिटरिङमा बेसिकली के कुरा आउँछ? मोनिटरिङमा जस्तो चाहिँ भनौँ न यो वेदर स्टेसनहरू चाहिँ जुन इस्टाब्लिसमेन्ट हुन्छ त्यसमा चाहिँ वेदरको चाहिँ एक्ज्याक्टली त्यो चाहिँ जस्तो आवरलीदेखि लिएर डेली अब विकली सिजनल मन्थली यो खालको चाहिँ नि होइन भेरिएसन हुन्छ होइन। अब क्लाइमेट चेन्ज भन्ने बित्तिकै त लङ टर्म डेटा सिरिजलाई हेर्नुपर्ने हुन्छ, ट्रेन्ड हो नि त क्लाइमेट चेन्ज भनेको एउटा त्यो छ। अनि अर्को चाहिँ अब जस्तो चाहिँ अब उनीहरूको चाहिँ राडर चाहिँ टेक्नोलोजीहरू छ अहिले एकदमै चाहिँ आएको। अब राडरबाट चाहिँ नि अब सेटेलाइट इमेजहरूबाट चाहिँ उनले अनुसन्धान गर्ने र ट्रेन्डहरू हेर्ने होइन, लङ टर्म ट्रेन्डहरू अनि त्यो गर्ने। अनि एउटा चिज साइन्स डेभलपमेन्टमा चाहिँ त्यो साइड भयो। अनि सँगसँगै चाहिँ नि जस्तो चाहिँ नि लोकल एडाप्टेसन भन्छ होइन, लोकल लेभलमा चाहिँ एडाप्टेसन गर्ने विभिन्न इनिसिएटिभहरू जुन चाहिँ डाइरेक्ट पब्लिक इन्भल्भमेन्ट होइन सँग सम्बन्धित छ त्यो खालका चाहिँ नि कम्युनिटी बेस्ड चाहिँ एक्टिभिटीहरू पनि इम्प्लिमेन्ट गर्ने। त्यसमा चाहिँ जस्तो एडाप्टेसन गर्नको लागि एजुकेसन एकदम ठुलो इम्पोर्टेन्ट छ होइन। ती कुराहरूलाई फोकस गरेर चाहिँ लाने त्यो दुइटै एवेरनेस रेजिङका कुराहरू ती दुइटै कुराहरूलाई चाहिँ उत्तिकै महत्त्वका साथ होइन गरिरहेको छ। त्यो र यहाँ नेपालको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ नेपालमा चाहिँ त्यस्तो केही इनिसिएसन गरेको देखिन्छ? अब त्यही लेभल र त्यही उसमा त अब नेपालले गर्न सकेको छैन होइन। त्यो नेचुरली अब त्यसको लागि ठुलो रिसोर्सदेखि लिएर एक्सपर्टिज सबै कुराहरू चाहिन्छ। तर अब विगतका चाहिँ केही वर्षहरूदेखि म चाहिँ अब यहीँ पनि इन्भल्भमेन्ट भएको हुनाले नेपालसँग चाहिँ होइन विभिन्न चाहिँ एङ्गलबाट इन्भल्भमेन्ट भएको हुनाले मलाई हेर्दा चाहिँ यो 8-10 वर्षको चाहिँ उसमा चाहिँ नि धेरै कुराहरू परिवर्तन आएको छ होइन। एवेरनेस विशेष गरी सम्बन्धित अब नेपालको चाहिँ नि अब त्यस्तो खालको चाहिँ नि सोफिस्टिकेट टेक्नोलोजी नभए पनि जति चाहिँ उपलब्ध छ त्यसलाई चाहिँ नि जस्तो पब्लिक उसमासम्म पुर्याउने होइन त्यो खालकोमा अब विभिन्न एक्सन रिसर्चहरू भएका छन्। उही हो कि अब एउटा कोअर्डिनेटेड रूपमा चाहिँ जान त्यति राम्रोसँग सकेको छैन। तर चाहिँ इन्डिभिजुअल अब अर्गनाइजेसन विभिन्न उसले गरेका कामहरू सराहनीय नै छन्। र तपाईँहरूले जुन गरिरहनु भएको चुरे कन्जर्भेसन इनिसिएटिभ के हो, यो कस्तो छ, कसरी काम के यस अब एउटा चाहिँ के छ भने चुरे क्षेत्र भनेको एकदम चाहिँ संवेदनशील क्षेत्र चाहिँ मानिन्छ होइन। यो चाहिँ नि जस्तो तराईको चाहिँ जुन फाँटभन्दा माथि होइन तराईबाट देखिने चाहिँ नि होइन सानो सानो टाकुराहरू जुन हुन्छ त्यसलाई हामी चुरे भन्छौँ। र चाहिँ नि अब चुरेको चाहिँ कस्तो छ भने यो जियोलोजिकल कम्पोजिसन जियोलोजिकल हिस्ट्री भनेको एकदम रिसेन्ट भन्छ, भर्खरै चाहिँ अरू चाहिँ हिमालयको भन्दा पनि सबभन्दा चाहिँ पछिल्लो समयमा बनेको। र चाहिँ अझै पनि चुरेमा चाहिँ नि जस्तो चुरे चाहिँ नि चुल्लिने क्रम यसको हाइट बढ्ने क्रम चाहिँ अरू क्षेत्रको तुलनामा बढिरहेको त्यो खालको चाहिँ भएको हुनाले अब यसको भौगोलिक बनावट पनि एकदम कमजोर रहेको। अब मनसुनको वर्षाहरूबाट हुने जुन वर्षाबाट चाहिँ उत्पन्न चाहिँ प्रब्लमहरू जुन छ होइन बाढीको प्रब्लम र चाहिँ नि सेडिमेन्ट र चाहिँ नि भूक्षयको समस्याहरू यो कुराहरू चाहिँ चुरेमा बढी होइन तुलनात्मक रूपमा बढी चाहिँ हुने गरेको छ। अनि यो समस्यालाई चाहिँ नि कसरी चाहिँ एड्रेस गर्न सकिन्छ होइन एक हदसम्म भन्ने उद्देश्यले चाहिँ हामीले वास्तवमा एक किसिमको एउटा एक्सन रिसर्च भन्छ नि सुरु गरेका हौँ। र यसको ब्याकग्राउन्डको रूपमा चाहिँ नि यो जापानिज गभर्मेन्टको जाइकाको चाहिँ सपोर्टमा चुरे क्षेत्रमा चाहिँ नि विभिन्न कामहरू चाहिँ विगत 10-15 वर्षदेखि चाहिँ भइरहेको छ अझै पनि। र चाहिँ त्यो त्यसै मध्येको एउटा चाहिँ मोडेल साइट भनेर चाहिँ हामीले चाहिँ नि उदयपुर को यो त्रिजुगा चाहिँ यो जलाधार क्षेत्रमा चाहिँ उहाँहरूको चाहिँ सहयोगबाट चाहिँ नि तटबन्ध निर्माण गर्ने अब त्यहाँको जनताहरूलाई सुसूचित गर्ने त्यसपछि कन्जर्भेसनका कामहरू गर्ने यी विभिन्न कामहरू भएका छन्। र चाहिँ त्यही चाहिँ क्षेत्रमा चाहिँ अब अझ बढी चाहिँ अध्ययन अनुसन्धान गर्नुपर्छ बुझ्नुपर्छ के भइरहेछ त्यहाँको प्रक्रिया भनेर चाहिँ हामीले चाहिँ मतलब त्यहाँ डेभलपमेन्ट पनि गर्ने सँगसँगै त्यसलाई चाहिँ अध्ययन पनि गर्ने भनेर त्यो हिसाबले हामी लगेको छ। र चाहिँ नि त्यही नै हो इनिसिएटिभ। र त्यहाँको डेभलपमेन्टको कुरा गर्नुपर्दाखेरि कस्तो खालका डेभलपमेन्ट भएका छन् अघि जुन तटबन्ध बान जुन भन्नु? हजुर
अब त्यसमा चाहिँ नि विशेष गरेर त्यो खहरे खोलाहरू जुन चाहिँ नि चुरे क्षेत्रबाट सुरु हुन्छन् त्यो चाहिँ नि खहरे नामै खहरे होइन एकदम चाहिँ एकैछिनमा चाहिँ आउने भयानक रूप लिएर आउने 1.5 घन्टा 2 घन्टा 3 घन्टामा चाहिँ सकेर जाने तर त्यसको वेग अति नै चाहिँ बेगिलो होइन र चाहिँ त्यसले चाहिँ नि तल्लो क्षेत्रमा बसेका चाहिँ मानिसहरू घर बस्तीदेखि लिएर जग्गा उनीहरूको कटान गर्ने त्यो खालको समस्या एकदमै छ होइन अनि त्यसको लागि चाहिँ नि जस्तो चाहिँ त्यो खालको खोलाहरूलाई चाहिँ नि तटबन्ध चाहिँ निर्माण गरेर त्यसमा चाहिँ नि उही स्थानीय चाहिँ त्यही उपलब्ध चाहिँ माटोको चाहिँ तटबन्ध निर्माण गरेर अब त्यसलाई चाहिँ अगाडिपट्टि चाहिँ त्यसलाई चाहिँ प्रोटेक्सन गर्ने होइन त्यसलाई बचाउनको लागि चाहिँ जस्तो हामी त्यो तारजाली भन्छौँ नि ग्याबिन भन्छौँ त्यसले चाहिँ नि अनि त्यसलाई सुरक्षा दिने त्यो खालको चाहिँ एक्ज्याक्टली त्यो खालको चाहिँ नि भएको छ र चाहिँ अनि माथिल्लो चाहिँ क्षेत्रमा उपल्लो क्षेत्र भन्छ होइन अप्पर क्याचमेन्ट एरियामा चाहिँ अनि विभिन्न कन्जर्भेसन एरिया जस्तो गल्लीहरूबाट चाहिँ विभिन्न त्यो ढुङ्गा माटोहरू बगेर आउँछ त्यसलाई चाहिँ नि रोकथाम गर्नलाई चेक ड्यामहरू भन्छ त्यो चाहिँ बनाउने सँगसँगै अनि त्यो क्षेत्रमा चाहिँ अब जङ्गलको चाहिँ एकदमै ठुलो चाहिँ महत्त्व छ चुरीमा फेरि होइन अब जङ्गल चाहिँ फडानी हुन नदिनको लागि चाहिँ अब एक किसिमको चाहिँ नि एवारनेस नि होइन कामहरू गर्ने सँगसँगै त्यहाँ चाहिँ नि त्यो नदीको दायाँ बायाँतिर चाहिँ वृक्षारोपण चाहिँ गराउने उनीहरूलाई चाहिँ उत्प्रेरणा गर्ने त्यो खालको सबै कामहरू चाहिँ नि भएका छन् त्यहाँबाट हजुर र फेरि पनि हामीले कुराकानीलाई निरन्तरता दिनेछौँ अहिले अर्को एउटा साङ्गीतिक विश्रामतर्फ लाग्छौँ कार्यक्रम फुटप्रिन्ट्समा टाइम्स एफ 90.6 मेगाहर्ट्जमा कार्यक्रम फुटप्रिन्ट्स सुन्दै हुनुहुन्छ र आज हामीले डाक्टर सोहम घिमिरेसँग क्लाइमेट चेन्जका विभिन्न पेरिफेरीमा रहेर कुराकानी गरिरहेका छौँ यो क्रम जारी रहनेछ यो साङ्गीतिक विश्रामपछि ओके टाइम्स एफ 90.6 मेगाहर्ट्ज अनि वाइल्ड लाइफ कन्जर्भेसन नेपालको संयुक्त प्रयास कार्यक्रम फुटप्रिन्ट्स सुन्दै हुनुहुन्छ अहिले भने यो कार्यक्रमको आजको विषयवस्तुलाई नै निरन्तरता दिन्छु सम्झी लास्टतिर आइसकेका छौँ हामी र अब नेपालीहरूले चाहिँ क्लाइमेट चेन्जको बारेमा बुझ्नै पर्ने कुरा के छ अब म के भन्छु भने नेपालको परिप्रेक्ष्यमा चाहिँ अब हामीले चाहिँ मैले अघि पनि सुरुमा भनेको थिएँ एउटा दृष्टिकोण बनाउनुपर्छ जुन वास्तवमा बनेको पनि छ एक हिसाबमा र नेसनल र इन्टरनेसनल दुइटै क्षेत्रमा यसलाई म अलिकति के जोड्न चाहन्छु भने क्लाइमेट चेन्जको चाहिँ सबभन्दा संवेदनशील एउटा चाहिँ मतलब चाहिँ इम्प्याक्ट भन्छ नि जहाँ असर देखिने चाहिँ क्षेत्र हो त्यो भनेको हिमाल है जुन हामीसँग छ होइन र चाहिँ अहिले विगतका चाहिँ केही दशकहरूमा चाहिँ जस्तो चाहिँ हिउँ पग्लिने क्रम बढिरहेको त्यसपछि आएर चाहिँ त्यो हिम पोखरीहरूको चाहिँ एरिया बढेर चाहिँ जस्तो हामी भन्छौँ नि यो बाढीहरू आउने होइन ग्लफ भनिन्छ यसलाई चाहिँ हिमबाढी त्यो खालको चाहिँ समस्याहरू चाहिँ पहिले देखेको पनि छ र त्योसँग चाहिँ वास्तवमा धेरै चाहिँ त्यो असर चाहिँ नि छ भनेर अहिले चाहिँ नि एक किसिमको स्टडीले देखाएको पनि छ है अब त्यसलाई चाहिँ प्रुफै गर्नलाई त धेरै अझै पनि चाहिन्छ है र हामीले चाहिँ नि मलाई के लाग्छ भने यो राष्ट्रिय स्तरमा पनि अब हामीले यसलाई चाहिँ इस्यु एउटा चाहिँ उठाउनुपर्छ सँगसँगै यो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि हामीले चाहिँ नि आवाज जुन छ नि त्यो चाहिँ बुलन्द गर्नैपर्छ होइन हाम्रो चाहिँ आफ्नो चाहिँ होइन इन्ट्रेस्टलाई चाहिँ नि अन्तर्राष्ट्रिय समुदायमा अब त्यसमा फाइदा चाहिँ के भन्दाखेरि जस्तो एउटा कुरो त हामी आफै पनि एवेर हुन्छौँ जुन कुरो चाहिन्छ अर्को कुरो चाहिँ विदेशी चाहिँ अब भनौँ न विभिन्न सङ्घ संस्थाहरूबाट जुन अनुसन्धानहरू भइरहेछन् होइन त्यसको चाहिँ बेस चाहिँ हाम्रो नेपाललाई चाहिँ पार्न सकिन्छ अब अलिअलि कुराहरू भएका पनि छन् तर चाहिँ तिनीहरूको ध्यान होइन तिनीहरूको एउटा चाहिँ प्रायोरिटी भनौँ न चाहिँ नेपाल चाहिँ हुनुपर्छ भनेर चाहिँ त्यसरी एउटा बुलन्द आवाज चाहिँ गर्नुपर्छ उठाउनुपर्छ र लोकल लेभलमा एउटा जेनरल पब्लिकहरूले चाहिँ आफूलाई चाहिँ एडाप्ट यो क्लाइमेट चेन्जको इफेक्टबाट बच्नको लागि चाहिँ जान्नुपर्ने कुरा त्यो चाहिँ जस्तो अब थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्छ नि यो क्लाइमेट चेन्जमा चाहिँ हुने त्यही हो जसले जे गरे पनि अब असर भए पनि गर्नु त लोकल्ली हो अनि त्यो चाहिँ हाउस होल्ड इन्डिभिजुअल हाउस होल्डबाटै सुरु हुन्छ होइन जस्तो चाहिँ नि अब यो कुरा चाहिँ के छ भने इनर्जी जुन छ नि घरमा चाहिँ युज हुने इनर्जी हुन त अब आइरोनिकली हामीसँग अहिले इनर्जी नै छैन है आइरोनिकली है अब यो अहिले यो कन्डिसन छ तर के भने इनर्जी चाहिँ हामीले कम युज गर्ने होइन सकेसम्म त्यसले गर्दा कार्बन चाहिँ नि कम उत्पादन हुन्छ त्यसले गर्दा चाहिँ अब क्लाइमेट चेन्जलाई चाहिँ हुनलाई अलिक रोक्छ भनिन्छ नि त तर सबैले गर्दाखेरि कलेक्टिभ असर चाहिँ राम्रो देखिन्छ भन्ने हिसाबको है अनि अर्को कुरो चाहिँ ट्रान्सपोर्टको कुराहरू हुन् होइन
बस्छु। अब अलिकति यो चाहिँ डेभलप कन्ट्रीसँग पनि सम्बन्धित छ। उनीहरूले चाहिँ यसरी इन्करेज गर्छ। अनि इन्डिभिजुअल कार चाहिँ नकुदाउने भर्सक, अनि अफिसमा जाँदाखेरि चाहिँ पैदल जाने होइन, त्यो खालका सेयरिङ गर्ने, कार सेयरिङ गर्ने भन्छ नि, ती खालका चाहिँ हाउस होल्ड लेभलमा गर्ने चाहिँ त्यो हो। तर त्यो एक्ज्याक्टली अब अहिलेको परिस्थितिमा नेपालमा ठ्याक्कै चाहिँ मिल्दैन। तर एवेयर हुनुपर्छ हामीले होइन, त्यो गर्यो भने चाहिँ जस राम्रो। एक्ज्याक्टली। अब इनर्जी चाहिँ कम युज गर्ने भनेको त के भन्दाखेरि बिल पनि त कमाउने हो होइन, त्यो हिसाबले हामी हेर्न सकिन्छ नि त होइन। ओके, र गाडीहरू सेयर गर्यो भने फ्युल पनि बच्ने हो, एकदमै बढिरहेको। एक्ज्याक्टली। अन्त्यमा जाँदा के भन्न चाहनुहुन्छ? हजुर, अब मलाई यति भन्ने मौका दिनुभयो होइन, तपाईँको टिमलाई एकदम चाहिँ धन्यवाद, म धेरै आभारी छु। र चाहिँ नि म चाहिँ अब नेपालमा पनि आफ्नो चाहिँ एक्सपर्टिज चाहिँ केही युज गर्ने, केही चाहिँ युजफुल होस् भन्ने हिसाबमै चाहिँ लागेको छु, मोटिभेटेड छु होइन। यहाँहरू सबैको चाहिँ सल्लाह सुझाव होइन सहयोगको चाहिँ अपेक्षा गर्दछु। र यहाँसम्म आइदिनु भयो, आफ्नो समय आफ्नो विचार राखिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र यो प्राविधिक सहयोगका लागि कृष्ण आर्यलाई पनि धन्यवाद दिँदै अब कार्यक्रमबाट बिदा हुन्छु। फेरि अर्को हप्ता यस्तै अन्य प्रसङ्गहरूको साथमा उपस्थित हुनेछु। तबसम्मका लागि हवस् त, नमस्ते।